हजुर यात्रा साँच्चैकै यात्राहरूको कुनैको गन्तव्य हुन्छ त कुनै गन्तव्यविहीन हुँदो रहेछ। तर आज हामी एउटा निश्चित गन्तव्यमा जाँदैछौँ। समय पनि आज हामीसँग एकदमै कम छ, तर पनि ओहोरदोहोर गर्दै गर्दा र आज हामी जाँदै गरेको ठाउँको बारेमा केही कुरा नभनी म अस्नै सकिनँ। हो, आज हामी यस्तो ठाउँ जाँदैछौँ जुन आफैमा एक ऐतिहासिक ठाउँ हो। त्यो ठाउँको बारेमा नजान्ने सायद कम नै होलान्, तथापि केही समय यता म आफैले विश्लेषण गर्दै गर्दा विद्यार्थी भाइ बहिनीहरूमा प्रस्तुत विषयमा अज्ञान भएको महसुस गरेको छु। सानेश्वरी मदनपुर खुजनाबारी हुँदै एक ऐतिहासिक ठाउँ सुखानी शहीद पार्क घुम्न जाँदैछौँ। त्यहाँको बारेमा अझ रोचक कुराहरू हामी तपाईहरुलाई यस भिडियोमा उल्लेख गर्ने नै छौँ। तपाईहरुले यो भिडियो आज कहाँबाट हेर्दै हुनुहुन्छ कृपया तल कमेन्ट बक्समा आफ्नो ठेगाना लेख्न भने नबिर्सिनुहोला। अहिले भने हामी बिरिङ खोलामा आइसकेका छौँ। यो खोलामा हेर्दा पानी देखिए तापनि वर्षेनी साहुने झरीमा पानीको बहावले आवत जावतमा निकै कठिनाइ भोग्नु परेको एक स्थानीयको भनाइ छ। अब भने हामी खुजनाबारी आइसकेका छौँ। कुनै समय अगाडि यो एउटा गाउँ जस्तो देखिने गर्थ्यो भने अहिले सहर जत्तिकै भइसकेछ। अब भने हामी हाम्रो गन्तव्यको नजिक पनि आइसकेका छौँ। यो द्वारबाट इलाम जिल्ला सुरु हुन्छ भने सुखानी शहीद पार्कको प्रमुख द्वार पनि यसैलाई मान्ने गरेको पाइन्छ। यो बाटो हुँदै इलाम जिल्लाको विभिन्न भूभागमा जान सकिन्छ भने पाँचथरसम्मको यात्रा तय गर्न सकिन्छ। आजभन्दा केही वर्ष अगाडि यहाँको अवस्था जीर्ण थियो, तर केही वर्ष यता बाटोघाटो कालो पिच भए पश्चात भने सवारी साधनको चाप बढ्दै गरेको अहिले पाइएको छ।
अब भने हामी हाम्रो गन्तव्यमा आइसकेका छौँ। हजुरहरूले सुखानी हत्याकाण्ड सुन्नुभएको छ कि छैन? आउनुहोस्, आज हामी यसै विषयमा आधारित केही चर्चा गर्नेछौँ। सुखानी हत्याकाण्ड यो पञ्चायत व्यवस्थामा झापा आन्दोलनका 5 जना अगुवाहरूलाई यसै ठाउँमा प्रहरीद्वारा गोली हानी मारिएको थियो। विक्रम सम्वत 2029 साल फाल्गुन 21 गते झापा आन्दोलनका 5 जना अगुवाहरूलाई झापाको चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने भनेर लैजाने क्रममा यही ठाउँमा नियोजित तरिकाले निर्ममतापूर्वक हत्या गरिएको थियो। यहाँ मारिने शहीदहरूमा 34 वर्षीय रामनाथ दाल, 25 वर्षका नेत्र घिमिरे, 31 वर्षका वीरेन सिंह राजवंशी, 18 वर्षीय कृष्ण कुइकेल र 17 वर्षीय नारायण श्रेष्ठ रहेका थिए भने वर्षेनी शहीद दिवसको दिन यहाँ विशेष कार्यक्रम हुने गरेको छ। हाल आएर यो ठाउँ अहिले पर्यटकीय स्थल पनि बन्दै गएको पाइएको छ। अहिले तपाईहरू हेर्दै हुनुहुन्छ नमस्ते बितामठ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? आफ्नो अमूल्य सल्लाह सुझाव दिन भने पक्कै पनि नबिर्सिनु होला र साथसाथै तपाईँले यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि तल कमेन्ट बक्समा लेखिदिनु होला। अहिले भने चाहिँ हामीलाई भोकले साह्रै खरो भएको छ, पुरा भोक लागिसकेको छ। यहाँदेखि केही किलोमिटर परतिर मिठो एउटा पानीपुरी पाउने ठाउँ छ, त्यहाँको पनि भिडियो हामी तपाईँहरूलाई देखाउनेछौँ। तबसम्मको लागि एकछिनको लागि चाहिँ हामी फेरि आनन्दले बाटोको यात्राहरू देखाउँदै हामी त्यो पुच्का भएको, त्यो पानीपुरी भएको ठाउँसम्म जानेछौँ। त्यहाँको पानीपुरी कस्तो रहेछ खाइसकेपछि तपाईँहरूलाई बताउँछौँ। तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? पक्कै राम्रो लाग्यो जस्तो लाग्छ मलाई। राम्रो या नराम्रो आफ्नो सल्लाह सुझाव भन्नु दिन नबिर्सिनु होला। अहिलेलाई भने हामी बिदा हुन्छौँ। हेर्दै गर्नु होला। नमस्ते बितामठ, नमस्ते।